म गर्दिनँ, तपाईँले सोध्नु न सुरु गर्नु ल। अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गर्नुपर्छ, कस्तो भयो यो यात्रालाई भनिदिनु न समग्र। अब अहिलेसम्मको यात्रा एकदम सहज रूपमै भइरहेछ। आजको खेल चाहिँ समग्रमा थाइल्यान्डसँग पहिलोपटक अब विदेशी टिमसँगको खेल कस्तो रह्यो, त्यो अनुभव के हुँदैछ सर? अब उनीहरू कस्तो खेल्छन्, कतिको खेल्छन् भन्ने अब हामीलाई पटक्कै ज्ञान नभएको, त्यस कारणले गर्दाखेरि अब अलिकति सतर्कता अप्नाएर हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो विचार थियो। त्यही अनुसार अब हामीले आफ्नो बेस्ट खेल प्रदर्शन गरिराखेकै थियौँ। गर्दै गर्दा पनि अब उनीहरूले पनि एकदम राम्रो के अरे चाहिँ खेल प्रदर्शन गरेका हुन्, राम्रो चाहिँ प्रतिस्पर्धा दिएका हुन्। समग्रमा थाइल्यान्डको टिम राम्रो टिम लागेको छ मलाई। त्यो अब उनीहरूको सर्भिस चाहिँ अलिकति हामी नेपालीहरूको भन्दा डिफ्रेन्ट थियो, अनि हामीभन्दा अलिक छोटो छोटो बल खेलिरहेको थियो, त्यही डिफ्रेन्स थियो। सुरुको सेटमा चाहिँ हाम्रो पनि उनीहरूले बुझेन, अनि उनीहरूको पनि हामीले नबुझेको जस्तो भइरहेको थियो। तर पछि खेल्दै गएपछि चाहिँ अब उसले यस्तो हान्छ भनेर थाहा हुँदै गयो, राम्रो भयो भनौँ न। हजुर, अब रिसिभमा उनीहरू एकदम राम्रो रहेछन्। मैले सोचेको भन्दा पनि राम्रो रिसिभ गरिराखेका थिएँ। हाम्रो चाहिँ जस्तो सर्भिसहरूलाई पनि उनीहरूले ट्याक्क रिसिभ पुर्याउने आदि काम गरेका थिए। अनि सबैभन्दा उनीहरूको बलियो राम्रो पक्ष भनेको चाहिँ प्लेसिङ बलहरू, जुन ड्रप बलहरू हामीले कोसिस गर्थ्यौँ त्यो बल चाहिँ धेरै नै मुस्किल हुन्थ्यो उनीहरूलाई झार्न, कि ठ्याक्क प्रेडिक्सन गरेर त्यो ठाउँमा पुगेर लिइसकेको अवस्था चाहिँ थियो। दोस्रो सेटमा एकदमै प्रतिस्पर्धात्मक भयो, जस्तो तपाईँहरूले 2 लिड गर्नुहुन्थ्यो, फेरि 2 लिड फेरि भेटाउनुहुन्थ्यो उहाँहरूले, त्यो बेला टाइम आउट पनि लिनु पऱ्यो, त्यो बेला के सोचिराख्नु मात्रै के थियो? होइन, अब सोच्नु त मैले केही सोचेको थिइनँ। अब रिमा छोरी अलिकति एकेरै रिमा छोरी भन्नु आएको छ, हाम्रो निशा छोरी चाहिँ अलिकति फर्ममा आइराखेकी थिएनन्, अनि आफ्नै मिस्टेकहरू भइरहेको थियो। अब आउट बललाई गएर आदिएर छोइदिने आदि इत्यादि। फेरि अब नेटको बल भनिसकेपछि त अब अघि नै गएर बस्नुपर्ने, नबसिरहेको आफूलाई हतोत्साही भएको चाहिँ फिल गरिराखेकी थिइन्। नानी तिमी हतोत्साही हुनु पर्दैन भन्ने किसिमको मलाई भइरहेको थियो। अब समग्रमा टिमहरू अहिले भएका टिमहरूको तुलना गर्दाखेरि थाइल्यान्डको टिम चाहिँ मलाई चाहिँ उच्च स्तरीय नै लाग्यो। त्यस्तो पोहोर पुरारको जस्तो भन्दा अहिलेको चाहिँ राम्रो टिम चाहिँ मैले महसुस गरेँ। जस्तो अब यो खेलभन्दा अगाडि हेर्ने हो भने थाइल्यान्डले जित निकालेको अवस्थामा या 5औँ सेटमा गएको अवस्थामा चाहिँ थाइल्यान्ड नै तपाईँको उपाधिको लागि भिड्ने जस्तो थियो। के सोच्नुभएको थियो? अब पुलिस आउँदा सजिलो हुन्थ्यो कि थाइल्यान्ड आउँदा के सोच्थ्यो कि? अब हामीलाई त पुलिस चिरपरिचित, अब एपिएफ पनि चिरपरिचितै हाम्रो लागि होइन। अब खेलमा कहिले हात लाग्दैन, कहिले के हुन्छ त्यो आफ्नो ठाउँमा छ। तर थाइल्यान्ड चाहिँ परिचय नभएको, अब उनीहरूले आज हामीसँग खेलिसकेपछि यो सबै रणनीति उनीहरूले अध्ययन गरेर फेरि खेल्दाखेरि उनीहरू अर्कै चेन्ज भएर पनि आउन सक्ने सम्भावना धेरै छ। किनभने उनीहरूको पनि एउटा कमी कमजोरी त छैन भने अब नेपाल पुलिस र हामी भनेको चाहिँ अब सधैँ भइरहेको खेलिरहेको, त्यो कारणले गर्दाखेरि उनीहरूले आजको भोलि रणनीति चेन्ज गर्ने, हामीले आजको भोलि रणनीति चेन्ज गर्ने त्यो हुने कुरा त्यति छैन। त्यो कारणले गर्दा हामीलाई चाहिँ अब जो आए पनि त्यति अप्ठ्यारो होला जस्तो अहिलेको परिस्थितिमा चाहिँ आजसम्म अपराजित रूपमा हामी गएको छौँ। आज अब मैले कोही नानीहरूलाई केही भनेको थिइनँ, राम्रोसँग खेल। अब आजको खेल वास्तवमा भन्ने हो भने त्यति साह्रो महत्त्वपूर्ण पनि छैन होइन। आफ्नो खेल प्रदर्शन गरियो भने भोलि गएर यो हामीले कमाइरहेको सबै दर्शकहरूले दिइरहेको माया हामीले कन्टिन्यू पाउँछौँ। अनि हामीले कचाकुचु गर्न थाल्यौँ भने भन्ने फेरि मनमा चाहिँ नकारात्मक असर पनि पर्न सक्छ। त्यस कारणले हाम्रा सारा फ्यान फलोइङलाई चाहिँ सकारात्मक उत्पादन गर्नको लागि पनि खेल चाहिँ राम्रो प्रदर्शन गर्नुपर्छ है भनेको थिएँ। त्यति जस्तो अब कोच उभिएर जस्तो टिमहरूलाई उभिएर राख्नुहुन्थ्यो, अहिले ठ्याक्क बसेर गेम हेरिराख्नु परिरहेछ, के लाग्छ, के भइरहेछ? अब यहाँ छोरीले म भित्र कोर्डिनेट गरिहाल्छु, तपाईँ अब ढुक्क बस्नुहोस् होइन।
त्यहाँ कुनै टेन्सनै हुँदैन के अब एउटा दुइटा पोइन्ट जान्छ आउँछ भइहाल्छ नि सर भनेपछि त मैले फेरि केही भन्ने पछिल्लो 1 महिनामा 3 उपाधि नजिक छौँ। हजुर। यो के हो जस्तो लाग्छ, के भइरहेछ जस्तो लाग्छ? अब यो वर्षको मेहनत वर्षको दुःख गरेको चाहिँ बल्ल बल्ल यसो अलिकति भए पनि यसो हात लाग्यो कि लाग्दैछ कि होइन भगवान्को पनि आघात पर्यो कि भन्ने खालको अलिकति शीतल फिल भइरहेछ। अब प्रतिभा पनि अब ब्याक टु ब्याक 1 महिनामा हामीले 3वटा फाइनल खेल्दैछौँ। के छ, के भइदियो? अब पहिले तपाईँ अस्ट्रेलियाबाट हेरिराख्दा टिमलाई कस्तो थियो, तपाईँ आइसकेपछि चाहिँ कस्तो भयो टिम, अलिकति भनिदिनु न। सबैले भनिराख्नु भएको नै छ होइन, हाम्रो टिम अलरेडी स्ट्रङ नै थियो, म बिना पनि अलिकति त्यो लिड गर्ने गाइडेन्स मात्रै चाहिरहेको थियो होइन। अनि अब मैले चाहिँ त्यही मात्र गरिरहेको। अब आज अलिकति चित्त बुझ्दो भयो एउटा टेस्ट फाइट्सहरू, नत्र तपाईँले अघि सेकेन्ड सेटको पनि कुरा निकाल्नु भएको थियो, त्यो सबै दोष चाहिँ मलाई नै दिन्छु किनभने मैले स्कोरै गर्न सकिरहेको थिइनँ। अनि त्यसपछि नै टिम अलिकति माथि चढ्न सकिरहेको थिएन क्या, त्यो भएर मैले त्यस्तो साह्रो केही पनि गरेको छैन। हाम्रो टिम अलरेडी स्ट्रङ छ, सबैजना अब हाम्रो अपोनेन्ट्सहरूले पनि भन्नु भएको छ होइन, हाम्रो टिम स्ट्रङ छ भनेर। अब अहिलेको सबैभन्दा बलियो पक्ष भनेको नै हाम्रो ब्लक हो। अनि ब्लक भइसकेपछि त हामीले आधी गेम त खेलै नपरेको जस्तो हुन्छ कि गेममा। सर्भिस पनि त्यतिकै राम्रो छ, त्यो भएर चाहिँ टिम नै स्ट्रङ भएको हो अहिले। अब सबै त्यही भन्नुभएको छ होइन। अस्ट्रेलियाबाट चाहिँ कसरी हेरिराख्नुहुन्थ्यो न्यू डायमन्डको गेम, न्यू डायमन्डलाई चाहिँ कसरी गर्नुहुन्थ्यो? अब लाइभहरू आइरहेको हुन्थ्यो होइन, सबै गेमहरू चाहिँ हेर्न भ्याइँदैन थियो। अब उता 4-5 घन्टाको डिफ्रेन्स हुन्छ नि त, अनि त्यो भएर भ्याएसम्म अब छुट्टी भएको दिनहरू त्यस्तो बेलामा चाहिँ नछुटाइकन हेर्थेँ, लाइभहरू चाहिँ हेरिरहेको हुन्थेँ। अनि अब आफू खेल्नु नपाए पनि सरहरूसँग जहिले पनि कुरा गरिरहेको हुन्थेँ, टिमसँग कुरा गरिरहेको हुन्थेँ। जस्तो अब अघिल्ला इन्टरभ्यूहरूमा नि तपाईँ यही हो इभेन्ट लास्ट, त्यसपछि फर्किने भन्ने कुरा चाहिँ के हो खासमा यो चाहिँ? मैले चाहिँ पढिरहेको हो नि त उता, त्यो भएर अहिले छुट्टी थियो, त्यो डिसेम्बरमा चाहिँ क्रिसमसको छुट्टी थियो, त्यो छुट्टी र अहिले चाहिँ पढाइ सुरु भइसकेको छ। तर पनि कलेजलाई रिक्वेस्ट गरेर चाहिँ अब आएको बेलामा यो टिमलाई गेम सँगसँगै भएर यो मिलाउन त भनेर सरले भन्नुभएर त्यो मिलाएर अब सकेर अब फेरि गएर अब कहिले मिल्छ त्यो छुट्टी भएको बेलामा फेरि आउने नै कुरा हो। फाइनलको लागि के छ? फाइनलको लागि भन्नु न, अब पुलिससँगको छ। अब फाइनल त अब हामीले बेसरी राम्रो खेल्नुपर्छ होइन, त्यस कारणले अब मलाई लाग्छ राम्रो प्रदर्शन होला। अब कोर्टभित्र छोरीहरूले खेल्ने हो, अब म त त्यहाँ ढुक्क बसेर तथास्तु अब यहाँ यसो भयो भन्ने होइन। अब करेक्सनहरू चाहिँ अब अलिकति गर्ने होइन, अब कताबाट चाहिँ स्पाइक गर्दैछ, कतातिर फर्केर चाहिँ ब्लक गर्ने, त्यो सुधार यति भन्न बाहेक चाहिँ मेरो अब त्यहाँ उपाय हुँदैन। अब खेल्ने नानीहरूले नै हो, अब राम्रो खेल प्रदर्शन गर्ला। यसपालि चाहिँ अब सारा चाहिँ फ्यान फलोइङहरूको चित्त बुझाउलान् भन्ने चाहिँ अब आशा मैले चाहिँ गरेको छु। प्रतिभाको के छ फाइनलको लागि? फाइनलमा त्यही हो, अब हामीले सबै टिमलाई अहिलेसम्म 3-0 नै दिइराखेको छौँ। अब सबै दर्शक महानुभावहरूले चाहिँ माया गरिराख्नु भएको छ गेम हेरेर होइन, अझै हामीले खुसी बनाउन चाहिँ ट्राई गर्छौँ। हस्, बेस्ट अफ लक। थ्याङ्क यू सो मच।